हेलो एभ्रिवान, स्वागत छ तपाईलाई मेरो मिनी ब्लगमा। र आज चाहिँ म कहाँ आएको छु भने तिनकिताम यो देवीको पूजामा आएको छु। र आज म यहाँ तपाईलाई देखाउँछु के हुँदैछ भनेर। यहाँ मेरो भाइले चाहिँ एकदम यहाँ सेलरोटीको पिठो मुक्दैछ। भाइ यता हेर्दिनुहोस् त, यता मेरो बहिनी यता हेर्नुहोस् त, यता खिर बनाउने बहिनी, यता हाम्रो यी सेलरोटीको यताउता लानु ल्याउनु गर्ने बहिनी सर्मिता यता हेर्नु, यो सेलरोटी पोल्ने दुईजना है, खतरनाकहरू। यता हेर्ने यता हाम्रो मन्दिरको प्रसाद बनाउने दिदी यता हुनुहुन्छ। सबै काम गर्ने मान्छेहरू हेलो हेलो हेलो। र यहाँ चाहिँ नि पूजा हुँदैछ, पूजा चाहिँ यहाँ हुँदैछ। मेरो साडीले गर्दा, आज साडी लगाएको, साडीले गर्दा हिँड्ने अप्ठ्यारो भएर बोल्न आँटेँ। यहाँ हाम्रो मामा र यता मेरो श्रीमान। राधे राधे। यहाँ चाहिँ पण्डितजी बन्नुहुँदैछ। मन्दिर चाहिँ यो परको सानो छ र यता खाने जग्गा। यो चाहिँ मैले आज चाहिँ साडी लगाएको छु है। साडी लगाउने आदत छैन, जानी नजानी लगाएको, हिँड्नु प्रब्लम भएर बिजोग छ मेरो है। र अघि मैले तपाईँहरूलाई मन्दिरको पूजाको देखाइहालेँ है। र म चाहिँ फर्केर घर आइपुगेँ। र घर आएर चाहिँ यहाँ हेर्नुहोस् न, यो बिरालो चाहिँ 4 दिन अगाडिदेखि रोडको साइडमा यसरी लडिरहेको छ हो। कसैले उयो गर्ने कुरा गरेन, गाड्ने कुरा गरेन हो। र अब हामी चाहिँ केटी यहाँ हेर्नुहोस्, यसरी केटी भेला भएर चाहिँ यहाँ खाल्टा खन्दैछौँ हो। 4 दिन। अब कसैले गाड्ने कुरा गरेन। यो बाटोमा चाहिँ 100-150 जना हिँड्छ दिनभरिमा मान्छे है। र अनि कोही केटाहरू पनि कति हिँड्यो होला, तर कसैले देखेर गर्ने काम गरेन। अब न हाम्रोमा केही छ, यो सिङ्काले चाहिँ अब यो खाडल खन्दा हत्तु भइसकेको छ हामी हो। यो त घरकै बिरालो होला, कसले के मोर्यो होला कि फ्याँक्यो होला जस्तो लाग्यो। रोडमा ल्याएर फ्याँकेको छ यस्तो बिजोक बनाएर हो। यहाँ हेर्नुहोस् कस्तो दामी बिरालो रहेछ। र अब यति भन्दै आजको मेरो मिनी ब्लग यहीँ खत्तम गर्छु है। तपाईँहरूले चाहिँ एकदम लाइक र कमेन्ट गर्नु चाहिँ नबिर्सिदिनुहोस् है मेरो भिडियोलाई। हो के न साथी हो नि। यस्तो बिरालोहरू घरमा जसले पनि पाल्छ हो, मोरेर चाहिँ यसरी फ्याँक्नु हुँदैन, बुझ्नुभयो होला नि। तपाईँहरूको पनि यसरी जिन्दगी बित्ला नि। कस्तो नराम्रो सराप लाग्छ हेर्नु, यो जसले पनि यसो गरेको छ। सुन्नुभयो, एउटा बिरालो मारेको चाहिँ 3टा गुम्पा भत्काएको पाप लाग्छ रे। त्यति भन्दै बाई बाई।